लेटेक्स राम्रो हुन्छ कि सिन्थेटिक लेटेक्स राम्रो हुन्छ, कुन ड्युरेबल हुन्छ, कुन सस्तो हुन्छ, कुन इजिली एभाइलेबल हुन्छ, यो थाहा पाउनलाई यो भिडियो अन्तिमसम्म हेर्नु होला। अब नेचुरल लेटेक्स र सिन्थेटिक लेटेक्समा के डिफरेन्स छ त्यो तपाईले म बताउन चाहन्छु। सिन्थेटिक लेटेक्स र नेचुरल लेटेक्समा मेन डिफरेन्सेस भनेको यसको सोर्स हो। सोर्स भनेपछि सिन्थेटिक लेटेक्स नामले नै हामी थाहा पाउन सक्छौँ यो तपाईको केमिकलले बनेको हुन्छ, वाइल तपाईको नेचुरल लेटेक्स एज पर नेम यो नेचरबाट चाहिँ एक्सट्र्याक्ट गरेको हुन्छ। त्यसपछि अर्को यसमा मेजर चाहिँ डिफरेन्सेस भनेको प्राइसको हो। नेचुरल लेटेक्स तपाईको प्राइसमा महँगो पर्न जान्छ, जबकि सिन्थेटिक लेटेक्स सस्तो पर्छ। त्यसपछि यसमा अर्को डिफरेन्स भनेपछि ब्रिथेबलनेस हुन्छ। एउटा म्याट्रेस हामी किन्दा उसले कतिको एयर फ्लो चाहिँ तपाईको प्रोभाइड गर्छ हामीले चाहिँ जान्नुपर्ने धेरै नै आवश्यक हुन्छ। नेचुरल भएपछि त्यो धेरै नै ब्रिथेबल हुन्छ, जसको हामीलाई धेरै बेनिफिट्स हुन्छ। सिन्थेटिक लेटेक्स कम्पेरिटिभली कम एयर फ्लो दिन्छ। अब फोर्थ डिफरेन्सेस भनेपछि नेचुरल लेटेक्स सिन्थेटिक लेटेक्स भन्दा कम्पेरिटिभली ड्युरेबल पाइएको छ। सो लङ लास्टिङ भनेपछि नेचुरल लेटेक्स हुन्छ तपाईको। त्यसपछि फर्मनेसमा हामी हेर्छौँ सिन्थेटिक लेटेक्स तपाईको हार्ड हुन्छ, जबकि नेचुरल लेटेक्स सफ्ट हुन्छ, तपाईलाई सफ्ट फिल प्रोभाइड गर्छ। अब चाहिँ कुन राम्रो हुन्छ भनेपछि जुन हाम्रो नेचुरल लेटेक्स हुन्छ त्यो नेचरबाट आएको हो र सिन्थेटिक लेटेक्स केमिकल बेस्ड हो। केमिकल बेस्ड भएको हुनाले त्यो कहीँ न कहीँ थोरै भए पनि हुन्छ, तर नेचुरल लेटेक्समा हार्मफुल केमिकल्स एकदमै हुँदै हुन्न। मात्र रिफाइन गरेर स्ट्रक्चर मेन्टेन गरेर त्यसलाई चाहिँ हामीले म्याट्रेसमा युज गर्छौँ। ओभरअल तपाईको यो लेटेक्स डिफरेन्सेस हेर्दा नेचुरल लेटेक्स बेटर नै छ तपाईको एभ्रिवेयर। अब कस्टिङमा डिफरेन्सेसले गर्दा तपाईको धेरै जस्तो कम्पनीहरूले सिन्थेटिक लेटेक्स युज गर्छन्, तर अब नेचुरल लेटेक्स कहाँबाट हामीले चाहिँ एक्वायर गर्न सक्छौँ यसको लागि पनि हामीसँग समाधान छ। यसको लागि तपाईले यो भिडियोको थर्ड पार्ट हेर्नुहोला। धन्यवाद।